यो भिडियोमा चाहिँ म लिनक्स फाइल पर्मिसनको बारेमा एक्सप्लेन गर्छु। अनि त्यो एक्सप्लेनेसन गर्दा पनि सुरुमा हैन लिनक्स फाइल पर्मिसन भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ त्यसको डेमोन्स्ट्रेसन चाहिँ म एउटा एक्जाम्पलको सहितै दिन्छु। अनि अहिलेको लागि मैले एउटा सिम्पल है touch1.txt भनेर एउटा मैले फाइल बनाएर राखेँ। अनि यसको चाहिँ मैले फाइल पर्मिसनहरू हेरेँ भने चाहिँ यहाँ यो के देखाउँछ नि यो -rw सम जिब्रिस जस्तो देखिन्छ, तर लाइक यसको चाहिँ मिनिङ हुन्छ क्या। हो यो मिनिङ भनेको के हो अनि यसलाई लाइक कसरी चेन्ज गर्ने हो त्यसको बारेमा एक्सप्लेन गर्छु। अब भनेपछि यसको मिनिङ चाहिँ यो यस्तो के छ, -rw यो भनेको लाइक यसलाई जेनरली यो जुन यस्तो छ नि हो यस्तोलाई चाहिँ लाइक यति भागमा डिभाइड गर्न सकिन्छ क्या। rwx चार तिनवटा भाग हो। अनि यता अगाडिको यो जुन ड्यास छ यो भनेको चाहिँ हाम्रो एउटा रेगुलर फाइल हो भन्नुको मिनिङ चाहिँ। अब सपोज यसको पनि मिनिङ छ क्या, सर्टेन मिनिङ छ भन्नुको मिनिङ। लाइक यो अगाडिको ड्यास थियो हाम्रो यहाँ अघिकोमा ड्यास थियो नि त, हो यो ड्यासले चाहिँ लाइक यो एउटा रेगुलर फाइल हो भनेर जनाउँछ। अनि त्यस्तै मैले चाहिँ एउटा कुनै डिरेक्ट्री नै बनाइदिएँ भने अरे डिरेक्ट्री टेस्ट भनेर बनाइदिएँ अरे मैले इक्जाम्पलको लागि। अनि यसको चाहिँ मैले -l गरेँ भने अब यसमा चाहिँ हाम्रो जुन यो टीएक्सटी वाले फाइल छ, अब टीएक्सटी वाले फाइलमा चाहिँ जस्ट ड्यास मात्रै छ नि त, त्यो भनेको एउटा रेगुलर फाइल हो। अब यो हामीले टेस्ट भनेर बनाएको त्यो एउटा डिरेक्ट्री बनाएको थियौँ, हो त्यही डिरेक्ट्री भएको कारणले चाहिँ यो अगाडि यता डी आएको छ क्या होइन। अनि त्यसपछि अर्को पार्ट भनेको चाहिँ rwx जस तिनवटा भागमा डिभाइड हुन्छ। अगाडिको तिनवटा भागले युजरलाई जनाउँछ, अनि त्यसपछि अर्को भागले चाहिँ ग्रुपलाई जनाउँछ, अनि त्योभन्दा पछाडिको भागले चाहिँ हाम्रो अदर्स अथवा लाइक त्यो ग्रुपभन्दा बाहिरको मान्छेले जनाउँछ। अनि आरको मिनिङ भनेको रिडेबल, डब्लु भनेको राइटेबल, एक्स भनेको एक्जिक्युटेबल, अनि यो लाइक हाइफन बिचमा कता कता आयो भने चाहिँ त्यो भनेको डिनाइड क्या। अनि यसको मिनिङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब मैले यसलाई इन्टरप्रेट गर्दाखेरि यो मेरो 1.txt भन्ने छ होइन। 1.txtमा चाहिँ माइनस यो अगाडिको हाइफन भनेको त यो रेगुलर फाइल हो। अनि त्यसपछि rw अनि हाइफन छ, त्यसको मिनिङ के हो भन्दाखेरि चाहिँ युजरले राइट गर्नु पाउँछ, रिड गर्नु पाउँछ, तर एक्जिक्युट गर्नु पाउँदैन क्या। यसलाई एक्जिक्युट गर्नु पाउँदैन। अनि त्यसपछि जुन ग्रुप छ, ग्रुपले चाहिँ के गर्नु पाउँछ भन्दाखेरि चाहिँ रिड गर्नु पाउँछ, राइट र एक्जिक्युट गर्नु पाउँदैन। अनि त्यस्तै अदर्सले चाहिँ के गर्नु पाइन्छ भन्दाखेरि चाहिँ यसलाई रिड गर्नु पाउँछ अनि त्यो राइट र एक्जिक्युट गर्नु पाउँदैन। त्यस्तै यो जुन हाम्रो टेस्ट भन्ने डिरेक्टरी थियो यसलाई चाहिँ लाइक rwx भनेको रिड राइट एक्जिक्युट गर्नु पाउँछ युजरले, अनि ग्रुपले चाहिँ के गर्नु पाउँछ भन्दाखेरि रिड र एक्जिक्युट गर्नु पाउँछ, राइट गर्नु पाउँदैन रहेछ होइन। अनि त्यसपछि अनि अर्को के छ अदर्स भनेको बाँकीले चाहिँ के गर्नु पाउँछ, रिड र एक्जिक्युट गर्नु पाउँछ, राइट गर्नु पाउँदैन। अनि यसलाई चाहिँ लाइक अब जुन यो फाइल पर्मिसन्सहरू हुन्छ यसलाई चाहिँ हामीले कता कतै देख्नु नै भएको होला, त्यो एडब्लुएसको एक्सेस कीहरूमा लाइक यस्तो गरिन्छ नि, सिएच मोड के भनेर गरिन्छ नि। सिएच मोड एडब्लुएसकोमा गर्दाखेरि सायद 400 होला, हो 400 गरेर गर्छ। त्यो भनेको के हो भन्दाखेरि चाहिँ सर्टेन यसले नेमिङ कन्भेन्सन दिएको हुन्छ क्या। भनेपछि rwx भनेको जेनरली बाइनेरीको हिसाब गर्दाखेरि रिडलाई 4 दिन्छ, राइटलाई 2 दिन्छ, अनि एक्जिक्युटलाई 1 दिन्छ। भनेपछि ओभरअल जोड्दा 7 हुन्छ। भनेपछि मैले यहाँ यसको मोड चेन्ज गरेर 765 गरेँ भने चाहिँ के बन्छ भन्दाखेरि rwx अब सबै जुन छैन त्यसलाई 0 दिने हो क्या। भनेपछि rw ड्यास छ भनेको 42 जोड्दाखेरि 6 हुन्छ। त्यस्तै रिड र एक्जिक्युट छ भने 4 + 1 5 हुन्छ। भनेपछि चाहिँ अब सपोज मैले चाहिँ है यो मेरो जुन फाइल छ नि यो जुन 1.txt वाले सरी ल 1.txt छ मेरो, हो यसको फाइल पर्मिसन चेन्ज गरिदिउँ हामी, यो पाराले चेन्ज गरिदिउँ क्या। फर्स्ट अफ अल यसको फाइल पर्मिसन हेर्दाखेरि हाम्रो समवाट यस्तो टाइपको छ। अब म चाहिँ यसलाई के गर्छु भन्दाखेरि सिएच मोड गरेर है 765 गरेँ, 765 गरेर हाम्रो फाइलको नेम 1.txt छ, हो 1.txt भइसकेपछि अब मैले इन्टर गरेँ भनेपछि यसको जुन पर्मिसन्सहरू छ त्यो चेन्ज भयो क्या। फेरि मैले -l गरेर हेरेँ भने चाहिँ 1.txt को rwx छ भनेपछि rwx भयो। अनि त्यसपछि अर्को पर्मिसन हुने भनेको के हुन्छ भन्दाखेरि rw हाइफन वाले छ भनेको rw हाइफन आयो। अनि त्यस्तै लाइक अर्को पर्मिसन भनेको चाहिँ r-x छ होइन, r-x यसरी आउँछ क्या। भन्नु खोजेको जुन यो पर्मिसनहरू यसरी चेन्ज गरेछ कि यो कमान्डले सिएच मोड 765 1.txt भनेपछि अब लाइक हाम्रो एडब्लुएसतिर चाहिँ यो एउटा पपुलर छ होइन। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अब आफै हेरौँ न, यसले 400ले के गर्छ, 400 भनेको रिड मात्रै हो, 00 सबै 00। भनेपछि यो जुन युजर छ युजरले चाहिँ रिड मात्र गर्नु पाउने भयो क्या। हो यस्तो चाहिँ कुरा चाहिँ लाइक त्यो एडब्लुएसको एक्सेस की पेयरहरू हुन्छ नि, लाइक जुन युजरले बनायो उसले मात्र रिड गर्नु पाउने हो, यस्तोमा चाहिँ यो युज हुन्छ। अब यसलाई मैले चाहिँ फेरि यसको पर्मिसन हेरेँ भने रिड मात्रै छ, अरू केही छैन।
यस्तो हुन्छ। अनि त्यस्तै अरू पर्मिसन्स भनेको एउटा पपुलर 644 भन्ने हुन्छ। यो भनेको चाहिँ हाम्रो सायद फाइल बेसलाइन के भन्छ यसलाई। अनि त्यस्तै अर्को भनेको चाहिँ अर्को के छ भन्दाखेरि त्यो 755 एउटा भइहाल्यो, 400 पपुलर चाहिँ त्यो हो। यसरी चाहिँ हाम्रो गर्न सकिन्छ। अनि अर्को पनि एउटा म देखाइदिन्छु सिम्पल एउटा होइन, टच भन्दा पनि न्यानो गरिदिउँ न होइन, न्यानो 2 डट सेल स्क्रिप्ट एउटा मैले बनाएँ है। अनि मैले यसको सी ब्याङ्क दिन्छु, सी ब्याङ्क चाहिँ डट स्ल्यास बिङ स्ल्यास ब्यास दिएर मैले सिम्पल है एउटा केही लेख्दिनँ, एको हेलो वर्ल्ड भनेर बनाइदिएँ मैले, अलिक क्यापिटल लेखिदिउँ न होइन, हेलो वर्ल्ड भनेर बनाएँ। यति गरेर मैले यो यसलाई यसो सेभ गरेँ। अनि त्यसपछि बनेको भनेर हेर्नु न है, सरी हो हाम्रो भने चाहिँ यो सेल स्क्रिप्ट यहाँ बनेको छ। अब यसलाई लाइक हामीले एक्जिक्युट गर्नु खोज्यौँ, यसको पर्मिसन सुरुमा हेरौँ न त है। 2.txt भनेको हाम्रो 2.sh भनेको सेल स्क्रिप्ट छ। यसको पर्मिसन के छ भन्दाखेरि RW के छ या। अनि युजरको पर्मिसन चेन्ज गर्ने अर्को तरिका पनि छ क्या, सिम्पल तरिका कस्तो हुन्छ भन्दाखेरि चाहिँ लाइक यो अगाडिको मलाई यो जुन सेल स्क्रिप्ट छ नि, लाइक अथवा मलाई यो जुन 1.txt छ यसको फाइल पर्मिसन अथवा केही चेन्ज गर्नु छ भने मलाई चेन्ज कसरी गर्न सकिन्छ भन्दाखेरि एउटा बेसिक तरिका भनेको यसरी पनि गर्न सकिन्छ क्या। अघि मैले त नम्बर वाले भन्ने होइन यसरी। अर्को तरिका भनेको चाहिँ लाइक युजरलाई मलाई RWX चाहिएको छ होइन, त्यसपछि अर्को भनेको ग्रुप हुन्छ, ग्रुपलाई पनि मलाई RWX चाहिएको होला इक्जाम्पलको लागि। अनि अर्को अदर्स छ, अदर्सलाई पनि मलाई RWX चाहियो, RWX चाहियो हो। यति गरिसकेर अब हाम्रो फाइलको नाम भनेको चाहिँ 1.txt छ हो। यति गऱ्यो भने अब मैले ls-l गरेँ भने चाहिँ यो जुन 1.txt थियो हो त्यसको फाइल पर्मिसन RWX हो। यसरी चेन्ज गर्नु पनि सकिन्छ क्या। एउटा तरिका भनेको यो नम्बर वाले हो, अर्को तरिका यसरी पनि गर्न सकिन्छ। अनि मैले त जुन सेल स्क्रिप्ट बनाएको थिएँ अब यसलाई हामीले एक्जिक्युट गर्नु खोज्यौँ भने चाहिँ यो त सायद एक्जिक्युट त हुनुपर्ने हो, तर यो हुँदैन क्या। किन हुँदैन भन्दाखेरि चाहिँ यसको फाइल पर्मिसन छैन, किनकि यो 2.sh को यो फाइल पर्मिसन भनेको युजरले पनि रिड राइट मात्रै गर्नुपर्छ, एक्जिक्युट गर्नु पाउँदैन। अब त्यो मोड कसरी चेन्ज गर्ने भन्दाखेरि चाहिँ ch मोड अब हामीले एक्जिक्युट एड गर्नु छ। त्यस्तै मलाई चाहिँ 2.sh मा चाहिएको नि त हो। यति गरेर ./2.sh गऱ्यो भने हाम्रो सेल स्क्रिप्ट रन भयो। त्यस्तै मैले चाहिँ लाइक यसको पर्मिसनमा होइन ch मोडमा लाइक यो फेरि मलाई एक्जिक्युटेबल हटाउनु छ अरे भनेपछि माइनसले हटाइन्छ होइन, माइनसले हटाएर गरे फेरि मैले ./2.sh गरेँ भने हुँदैन, किनकि पर्मिसन हटाइदिउँ नि त हामीले। यसको पर्मिसन हेर्नुभयो भने यहाँ पर्मिसन छैन है, 2.sh को एक्जिक्युटेबल पर्मिसन छैन। त्यस्तै मैले त्यही अब लाइक पर्मिसन एड गरेँ भने चाहिँ होइन, पर्मिसन एड गरेँ अनि फेरि मैले ls-l गरेँ भने 2.sh को पर्मिसनमा एक्जिक्युट आएको छ। अब यसलाई चाहिँ एक्जिक्युट मिल्छ क्या, यो चाहिँ एक्जिक्युट हुन्छ हो, यसरी चाहिँ एक्जिक्युट हुन्छ। अनि लिनक्सको फाइल पर्मिसन चाहिँ समट यही हो है। अनि यसलाई चाहिँ लाइक यो बाइनरी फर्ममा पनि लेख्न सकिन्छ यसरी, RWX जे फर्मेट चाहिँ यही हो।